वेलकम एन्ड वेलकम बैक टु माई च्यानल गाइज। हामी चाहिँ भेटारको यात्रामा सबैजना रेडी हुँदैथ्यौँ स्कुटी गाडीमा। ल सेफ ट्राभल गाइज, वी आर कमिङ ब्याक विथ यु अल गाइज। हाई भाइ को अरू पनि जाने हो र? ए हो र? हाई सक्छौ सक्थ्यौ। हाई दिदी। हाम्रो भेडाले आज बाचा पुरा गर्नु भयो नि त होइन? भेडारको शङ्करमा अरे भाइ हेलो गरिदिनु ब्लगमा। मजा आइरहेछ। कसको ब्याग बोक्नु भएको हजुरले? मुको सक्छौँ। के छ मेरो भाइ? ठिक छ। यसलाई पनि मैले पढाएको है। नर्सरी कि पिजीदेखि भाइ? नर्सरीदेखि। लागोस् ड्याडीको स्पोन्सरमा कस्तो लागिरहेछ टुर? गुड अनि आज हामी भेना अलिक निको भएर फ्रेस हुने अरे, अनि फ्रेस हुने भएर चाहिँ अनि हामीलाई पनि ल्याउनु भएको छ। अब बिरामी भएर सुतेको गरेर अब अलिकति फ्रेस हुनु मन लाग्छ नि त, त्यही भएर सबैजना ह्याप्पी। भेना पनि ह्याप्पी, हामी पनि ह्याप्पी, सबैजना आएको छौँ मिल्नेहरू फ्यामिलीहरू। भेटारको यात्रा यता चाहिँ पिङ बाटो भिडियो फोटो खिच्ने ठाउँ रहेछ, यताबाट जाँदो रहेछ। यहाँ चाहिँ भेनाले चिन्नु भएको होटेल अरे, यहाँ अर्डर गरेर खान्छु। आमामा कपाल त बाफ्रे मन पर्दैन? ए मनपर्छ दिदी? सरी त दिदी, कपाल त खतरा रहेछ त हौ, लामो। आमामा कत्रो लामो। राम यता त अँध्यारो पो देखिँदो रहेछ यार। खाना त खाएर आएन होइन, भरे घुमिसकेर अहिले त केही नखाने होला नि कि अहिले त केही नखाने अहिले भोकै लागेको छैन। फोन गरेर भनिराख्यो नि, म त पनि भनेर रेडी गरेर राखिन्छ भनेर के। भरे जाने बेलामा जानुभन्दा अगाडि चाहिँ भन्दा हुन्छ। उकालो जाने क्या। हामी चाहिँ पिङ भएको ठाउँमा लाग्यौँ अब होइन। माथि रहेछ भाइरल पिङ। के पिङ भन्छ त्यसलाई? होटल त्यसलाई ए पिङ भन्नुभएको? पिङ म त पिङ पो भन्छु। ए भ्यू हेरौँ है गाइज, भ्यू हेरौँ। भ्यू भेटारदेखिको भ्यू कहाँ हौ? ए बुद्धकोमा अलि एडभान्स बनाएको छ। म मेरोदेखि गर्दैछु नि, यतिम्रोदेखि पनि गर्नु भनेको। ए म चाहिँ मेरैबाट भ्लग गर्दैछु। अनि गाइज कस्तो फिल हुँदैछ आज सबैजनालाई? मजा आउँदैछ? मजा लिन म कस्तो लुका गएर अनुहारमा उतापट्टि किन लुकेको यार? अनि मेरो पर्सनल त छैन, मेरो एउटा नि फोटो अनि मैले कति कमेन्ट गरिदिएको छु तपाईँलाई हो। अस्ति एउटामा चाहिँ देखिरहेको थिएँ मैले। होइन अर्को मिस्टेरियस मजा आइरहेछ दिदी? ए हो, एउटा चाहिँ देखिरहेको थिएँ। हाई बुहारी नि लास्ट घाम पो लाग्यो यार। त्यो भनेको नचलाउने आइडी होइन?
अर्को ज्यादा सब्सक्राइब एउटा चाहिँ कमेन्ट देखिरहेको थिएँ, अरू त देखेकै छुइनँ मैले। ए त्यो हो बुलेट कि कुन हो त्यो? अर्को बुलेट हो? ए मलाई बाइक कुदाउन आउँदा म पनि कुदाउँथेँ यार। हुसु चाहिँ बब्बाल लागिरहेछ है, नाम्चे जाने बाटो हुसु दामी लागिरहेछ। यत्तिकै हुसु भइदियो भने चाहिँ तल त 40 डिग्रीको जतिको घाम छ। पागल भएर हिजो पनि त्यस्तै, अस्ति पनि त्यस्तै घाम। अप्पर त्यो हुसु लागेको देख्दा त कति आनन्द हुने नि। वाह बादल उता आज कस्तो क्लियर छ है डाँडा। हुसुरा कुहिरोले जा गए पनि छोडेन कहिले मायाको दुईरोले झ्यालैमा बसेर लहै जिस्काउनु पर्दैन छेक्यो छेक्यो देउराली डाँडा हुसुरा कुहिरोले। अझै गाडी यो चाहिँ नयाँ होटल बनाएको रहेछ, खतरा बनाएको छ। रेडी गाइस, यो चाहिँ भेरडारमा छ है, शङ्खको अलिक मास्तिर, सिधा मास्तिर। यसो चाहिँ भ्यू चाहिँ माथिदेखि देखिन्छ है गाइस। त्यो चिसो हावा आएको के टाउको दुख्यो अनि त्यही भएर त मलाई मन पर्दैन त यो। हाइट फोबिया छ। मिमियाङ यता ए मिमियोम मिमियोम योम म त मिमियाङमा छु। मिमियोम मिमियोम ओइ कुदेको राम 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 राम। चेरी रेजरहरू खतरा बनाएको रहेछ नयाँ। जाउँ अब भयो, लाइनै गयो। कुन साइड जाने? कुन हाम्रो यहाँ हामी प्याका प्याक झर्दैछु। प्याका होटल बसेको कुन चाहिँ हो त्यो? पहिला हामी सिजनहरूको उयो बेला आएको बेला इग्नोर गरिदिएको यार। मिमियाङ हेर्नु त इग्नोर हो। होइन नाटक गरेको कति केजी हुनुहुन्छ? म खै 50-55 भयो। आएर हामी खाने भनेको यस्तै हो, लोकल मान्छे होइन गाइस। थुक्पा पनि आयो। मेन फेभरेट भनेको थुक्पा, यो पर्क थुक्पा, यो चिकन थुक्पा। बाजाको पानी हल्लाउँदै छहरालाई गिचाउँदै साइला 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 माया गाउँघरको नलाउ दिदीको फेभरेट सङ सागरी गढीको हामी भाइरल प्लेसमा आयौँ। जाँदैछौँ, अझै हिँड्नुपर्छ अरे। जाँदैछु हो जाँदैछु। अब हिँड्नुपर्ने, हाइकिङ गर्नुपर्ने, सास फुलिन्छ भन्ने पो टेन्सन। लु ल ल ल ल ल ल ल ल
ल यस्तो रहेछ है, राम्रो रहेछ, आउनु पर्यो सबैजना। सागरगढीको भाइरल प्लेस आइसक्यो है, आइसक्यो सबैजना। ए ए ए ए ए यस्तो चढ्दै जाँदैछौँ है हामी चाहिँ भाइरल प्लेस सागरगढीको। ध्वजा त होला नि, ध्वजा नै भन्छ होइन? कस्तो राम्रो छ। आन्या र बुहारीको फोटो सेसन हुँदै रहेछ नि त। आन्या नखिच्ने मान्छे नि, हेर्नु न त्यहाँ। त्यहाँदेखि चाहिँ आइपुग्यौँ है भन्ने जनाउँदो रहेछ। यस्तो हामी खडा चढेर एकीकरण पदमार्गको सुरक्षा समिति। हुसुको फिल्म है गाइज, हुसु हुसु हुसुको तल गर्मीमा यो हुसु भइदियो क्या आनन्द हुन्थ्यो है। आनन्द भइरहेछ है, तल उफ 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 गर्दै बस्नु पर्थ्यो। यहाँ चाहिँ भने चिसो शीतल भइरहेछ, आनन्द पिस। हेलो दिदी, आनन्द भइरहेछ नि? हाम्रो गर्मी, तराईको गर्मी सम्झिँदा त यहाँको त कति आनन्द छ त। हेभन फिल भइरहेछ, हेभन फिल, स्वर्गमा भए जस्तो होइन? हेलो हिरो, यहाँ आउनु, यहाँ खोइ अभि एकचोटि यहाँ आउनु न। ए अब मुलाई भनिदिन्छु नि म फेरि, हस्? हामी हाई पोज दिनु भयो गरे। दिदीले फोटो खिच्दै हुनुहुन्छ, या फेरि कत्रो ठुलो मान्छेले फोटो खिच्दै हुनुहुन्छ, यहाँ पोज दिने फेरि सानो मान्छे। आम्मामा हाई, खै हाई गरिदिनु न, हाई खै नगर्ने? हाई क्यामेराम्यान, हाई दिदीले त हाई गरिदिनु भयो, गरिदिनु न। वा हेभन फिल भइरहेछ होइन, शीतलमा आउँदा। यही फेमस यहाँको होइन, यही होइन तोप। यहाँको फेमस यही होला। यस्तो रहेछ ढुङ्गाहरूले, यस्तो वरिपरि। अबि रहेछ, नपस्नु मलाई। अबे उहाँ पर पनि रहेछ यार, उहाँ हेर उहाँ गएको मान्छेहरू। म नि भिडियोमा ल्याउँथेँ नि त, अनि त्यसो गर्ने भएको भए। फेरि वान्स मोर फेरि वान्स मोर। राम्रो पोजान न त्यो वाला चाहिँ यता गर्नु के तेरो गाई गगल्स सनग्लास कता हालेको फुल गर्दिउ यसले खिच्दैन, यसलाई नखिच्दिउ। नाटके ओप्पो नाटके छ नि फेरि। 1 2 3 एक्सन। खै मटका चिया खै मिठो थियो, मिठो बेस्ट। चक्लेटवाला टी चाहिँ कस्तो थियो गाइस? चक्लेट टी कस्तो थियो? नाइस, दामी हो न। लेमन टी कस्तो छ भेना? लेमन टी कस्तो छ? प्रेम भेना लेमन टी कस्तो छ? यता कोकोनट टी कस्तो छ? हामी पहिलेदेखि आउँथ्यौँ नि है। रेशम फिरिरी उडेर जाऊ कि डाँडामा बन्ज्याङ रेसा खुवाइ हुँदैछ है भेनाको।
कुन होटल पो हो के हो होटेलको नाम सुमन होटल होला सुमन होटल सुमन होटलमा आएको छौँ हामी चाहिँ अब यो नाइट हाम्रो डिनर होटलमा भाइ भाइको हो म्याम ओइ मिमे बोल्दैन यार उयो हेर्नु न के भएको यसो गर्लफ्रेन्डले देख्छ भनेर हेर्दैन त अनि त्यत्रो बोलाएर आम्मा नाटक हेर न आम्मा खाना चाहिँ यस्तो चिकन होइन ल हामी खाना आँटेको नाइट डिनर यस्तो अचार खोर्सानी अकबरे प्याज ल दबाके खाना दबाके खाना राजेश भाइ होला यहाँ मेरो हो एउटा यहाँ मलाई मेरो खाना आमा कसरी अटाउने यार ये मेरो खाना लोकल थाली है ये लोकल थाली दामी आँखाले चाहिँ दामी देखिरहेछ गाइस भिडियोमा त नदेखिने है खोइ कहाँ जानुभयो भाइको मम्मी ए फ्ल्यास लाइट बाल्नु त कस्तो देखिन्छ त ए उयो लाइट मोबाइलको लाइट मोबाइलको लाइट भन्नु यो चाहिँ भेटारमा छु म ए भ्यू पोइन्टमा दामी यता देखाउँदा उता उता लाइट कस्तो देखिन्छ नदेखिने रहेछ है उता उता नदेखिने दामी देखेको आँखा रमाइलो त गरेर आयो लास्ट टाइममा स्कुटी बिग्रियो त्यही पनि ठिकै छ है ल सी यु इन नेक्स्ट ब्लग गाइज बाई